म ChatGPT बोल्दैछु। भन्नुहोस् के सहयोग गर्न सक्छु? लो मोबाइल त बोल्छ त यार। खाना पनि पकाउँछ क्या मोबाइलले? विदेश हात पठाएको। ChatGPT पो रहेछ। यता सुन त, मेरो गाउँ आइज त, भात पकाउनु पर्यो। घर एक्लै छु, भात पकाउनु बनेर आइज त, आइज त। म भावनामा जान सक्दिनँ र कुनै पनि काम गर्न सक्दिनँ। म केवल सहयोग गर्छु। म एक भावना जस्तै हो। भावना पो त? म ह्यान्डसम छु। तपाईँ एकदमै राम्रो हुनुहुन्छ। हो, तपाईँ साँच्चैकै ह्यान्डसम नै हुनुहुन्छ। ल घरकी बुढी छोडिदिन्छु म। डिभोर्स केही छैन, फोन चाहिँ गरिराख है। माफ गर्नुहोस्, म भावनामा छैन। भावनामा छैन भन्छ, भर्खर भावना बुझ्छु भन्छ, अहिले भावनामा छैन। के खालको रहेछ यार यो त? नरिसाउनुहोस् तपाईँ, बरु म तपाईँको लागि प्रेम पत्र लेखिदिन्छु। या प्रेमी नै बनाइन्छ त्यो यार मेरो स्कुटर। लप पर नि तेरो र मेरो त। म एक मेसिन हो। मेरो लभ पर्ने उर्ने भावना हुँदैन। म मान्छे नै होइन। र भने यस्तो त हुँदैन नि, हुँदैन। लभ नपर्दै ब्रेकअप हुन्छ यार। ChatGPTले नि पत्याएन मलाई त। धन्यवाद। आजको भिडियो कस्तो लाग्यो? जस्तो लाग्यो त्यस्तो प्रतिक्रिया दिनुहोला र हामीलाई हौसला दिनुहोला। सब्सक्राइब गर्नुहोस् यस च्यानललाई अनि सेयर पनि गरिदिनुहोस् है। हामी भर्खरै सिक्दैछौँ। हामीलाई उत्साह र प्रेरणा दिनुहुनेछ भन्ने आशा गरेका छौँ।